हजुरको आशा? केपी शर्मा ओलीको आशा धेरै छ, मलाई मात्रै होइन देशभरिका जनतालाई आशा छ। यस मानेमा कि जति बेला देशलाई सङ्कट पर्छ त्यति बेला केपी ओलीले देशको सङ्कटलाई बचाउन राम्रै काम गरेको छ। जति बेला भारतले अदृश्य नाकाबन्दी गरेको थियो त्यति बेला आजसम्म एउटै देशबाट मात्रै अन्तर्राष्ट्रिय पारवन भइरहेको अवस्थामा चीनसँग पनि पारवन सन्धि गरेर त्यहाँका 7-7वटा नाका खोलियो अनि मात्रै भारत त्यसबाट तल लागेर फेरि पुनः नाका खोल्नलाई बाध्यता रह्यो। त्यस्तै अब अहिले आएर विशेष गरेर धेरै जनसङ्ख्या भएको राष्ट्र मात्रै राष्ट्र, धेरै पुँजी भएको राष्ट्र मात्रै राष्ट्र जस्तो गरेर भारतले आफ्नो जुन नेपालको भूमिलाई लिइरहेको अवस्था छ त्यो भारतको होइन नेपालको हो। आजभन्दा 60-80 वर्ष अगाडि नेपालकै थियो र अहिले पनि नेपालकै छ। सबै त्यहाँका पब्लिकहरूले नेपाली नै बन्न चाहिरहेका छन् तर त्यसले दिइरहेका छन्। त्यो अवस्थामा पनि एउटा नेपालकै जमिन हो भनेर प्रमाणित गर्नलाई नक्सा निकालेर अन्तर्राष्ट्रिय स्तरमा देखाइसकेर राष्ट्रियता देखाउनु भएको छ। त्यो पनि एउटा कुरा हो र सँगसँगै हिजो 3 वर्षमा गरेका विकासका कामहरू त्योभन्दा अगाडि देशमा त्यो स्तरका विकास निर्माणहरू जस्तै सुरुङ मार्गका कुराहरू भए, अब यो पूर्व पश्चिम 6 लाइनको जुन एउटा राजमार्गका कुराहरू रह्यो, पहाडी लोकमार्गका कुराहरू रहेदेखि लिएर धेरै हजारौं कामहरू गरिरहेको छन्। त्यसले गर्दाखेरि हामी चाहिँ म चाहिँ विशेष गरेर केपी ओलीकै नेतृत्वमा यो देश एकपल्ट जाओस् भन्ने अपेक्षा चाहन्छु।